हेर भिडियो। हेलो गाइज, वेलकम टु माई भ्लग। आज हामी जाँदैछौँ स्कुलबाट घर, तर सरको बाइक स्टार्ट भएको छैन। हेर्नुहोस्, हुन्न क्या, साँच्चै हुन्न। यता मेरो साथी हुनुहुन्छ अरे हो, यो साथी ए र बोल्नुहुन्न यो मेरो भ्लगमा। फेरि यो भ्लग फेरि बिग्रियो भने फेरि मलाई के थाहा भन्नु है। कमेन्टहरू नराम्रो आयो भने फेरि तँलाई फेरि गोच्छु आइकन थुड्छु न। यहाँ हामी गइरहेको छौँ, अहिले सुर्खेतमा छौँ हामी। यो ज्वाला सब यहाँदेखि उता जानुपर्छ। यहाँनिर हेर्नुहोस् यो फोर्ट, हेर्नुहोस् यस्तो छ यो वीरनगरको हालत। हेर्नुहोस् यहाँ फोर्ट हेर्नुहोस् यता। यहाँ इट चाहिँ यो बाटोमा फालेर अलग गइ हान्छ कि मलाई नै। यहाँ माथि सिमताल चोक देखिरहेको छ। हल्का घुमाउन यता रोक्न ल। यहाँदेखि उता चाहिँ मोडल कलेज रहेको छ। अरे यहाँ पनि त 2-3वटा बाँदरहरू आइसक्यो उता। हल्का केही बोल्न चाहनुहुन्छ हजुर? त केही भन्न चाहन्छ है, भन्दै क्या हो त? केही भन्न चाहन्छ है, भन्दै क्या? ए र नबोल, मैले भनिरहेको, मैले पहिल्यै भन्नु। साँच्चै होला हाल्छु त नि, युट्युबमा हाल्छु र छैन क्या क्रिकेट हेर्दैन मैले जाने छैन क्रिकेट हेर्न। के गर्छन् के हो क्या नेपालको भर्खर एमपिएल पट्याउँ क्या नै तिनमा त कसको चाप देख्छ हेर्न अब के बोले भाइ, के बोले? ए रिस त उठा, यहाँ यति राम्ररी यहाँ भल्ला बनाएको रिस त उठा सब साँच्ची के धन्दै सोचिसकेको थिएँ, हो कि साँच्ची? हेर्नुहोस् हाम्रो चार्जरको घर हो, त्यहाँ पनि चार्जरको रहेछ साँच्ची। सुन्दर चोक अनि त्यसपछि जाजरकोट खुसे कोल्ड सिमताल चोक हामी आइरहेको छौँ। हेर्नुहोस्, देख्न सक्नुहुन्छ हामी यहाँ छौँ। झ्यान्जी आन्दोलनले गर्दा हाम्रो ओडा मात्र अहिले देखाउने नै छौँ, हेरेर वस्तु जानु होला। तर यसले बिचमा बोलिदिएकोमा धेरै क्षमा प्राप्ति, यानि कि सरी भन्न चाहन्छु। यस्तो बोल्नुहुन्न खासै भन्ने होइन, तर यो भडक पनि कति नराम्रो क्या। त्यो यो मान्छे हेर्दै चोर जस्तो छ, अनि त्यो भन्छ होला रब नबोलेर के बोल्छ होला। हेर्नुहोस् यो मान्छे हेर्दै चोर जस्तो, हेर्दै चोर जस्तो। अनि भला गराउने यस्तै त होइन, अलि ठुलो भएदेखि बनाउँछु भलक त। वीरनगर ओडा हेर्नुहोस्, 8 नम्बर ओडा यस्तो भइरहेको छ। जेन्जी आन्दोलनले कारण यो ओडालाई यस्तो बनाइरहेका छन्। यो हालत हेर्नुहोस्, हाम्रो देश नेपालको हालत हेर्नुहोस्। यो अगाडि हेर्नुहोस्, यो वीरनगर 8 हो, तर यो हेर्नुहोस्, यो आगो लगाएर हेर्नुहोस्। यहाँ तपाईँ हेर्न चाहनुहुन्छ, यहाँ 30 गतिभन्दा अधिकतम गाडी नचलाउने भनेको छ, तर यहाँ 90 पुऱ्याएको काम छन्। जसले सामान होइन उल्टा हामीहरू देखा त। अब हेर हामी यहाँ पुगिसकेको छौँ। हेर्नुहोस् देखि जान्छ हाम्रो। हेर्नुहोस् यो जेब्रा क्रसिङ, यहाँबाट कोही बाटो काट्दैन, यति हालत हो। हेर्नुहोस् यहाँ रोडमै कुकुर ढलिरहेको छ। रोडमै बेन्छ यहाँ। हेर्नुहोस्, यहाँ हेर्न चाहनुहुन्छ, यो सूर्य हो, हेर्नुहोस् यहाँ। अब हामी बौद्ध चोक पुग्न लागिरहेको छ। कुकर प्रेसर बनाउने मान्छेलाई देखाइदिने
ओके केसी हप्सी खानेलाई ए हप्सी होइन तेरो र त्यसको सक्कल मिल्छ तेरो त्यसको सक्कल हुन्छ नक्कल सक्कल सब मिल्छ ए नक्कल हाइट मिल्छ साइज सब त्यो ए त पो छोटो भइस र यार सब मिल्छ तेरो त तमन्ना त म धेरै ठुलो पनि केही पनि त मिल्छ हेर्नुहोस् यार यहाँ गाडी पनि यति स्पिडले चलाउँछन् यहाँ उता जान लागेको बाइक पनि यता हिँड्छ यहाँ यस्तो खराब यहाँ 10 बजी लाग्ने स्कुल 5 बजी यहाँ रेडी भएर बस्छन् हेर्नुहोस् यहाँ अब हामी छुट्टिन चाहन्छ छुट्टिन लाग्ने चाहने आगे चल्ला यार ये बहुत फटाक यता हेरेर इसले उता चलेगा साला हामी बौद्ध चोक पुगेका छौँ हेर्नुहोस् चाहिँ बौद्ध चोक के भन्छ हामी पुग्न लगेका छौँ हाम्रो बस्ने घरनिर होइन यहाँ सुर्खेतको हालत हेर्नुहोस् यो बिचमै गाडी रोक्छन् गाडी पनि बिचमै रोकेका हुन्छन् मान्छे नि फटा छन् भन्ने गर्दै म बस्ने घर आइसकेको छ म बस्ने घर उयो जिप रोकेको हो यहाँनिर बस्छु म यहाँ पुगिसकेको छु तर अगाडिबाट गाडी आइरहेको छ गाडीलाई जानिदिनु पऱ्यो अनि गाडीबाट साइड दिनु पर्यो भन्ने गरी गाडी चलाउँछ मेरो बाइक मेरो रुम आइसकेको छु यो रुम हो म ट्युसनबाट रुम पुगेको छु हेलो थ्याङ्क यू मेरो भला भेटिदिएकोमा यहाँ हाम्रो दिदी बहिनीहरू छन् ओके बाई टाटा गुड बाई यो हालत हेर्नुहोस् कोठाको यस्तो छ हेर्नुहोस् पर्दा चाहिँ देखाउन चाहन्छु हेर्नुहोस् यहाँ हेर्नुहोस् यो हालत